वेलकम ब्याक नेपाली खाना म यहाँदेखि गएँ अनि अर्को हालेन अनि मैले अफकोर्स भने अनि त्यो पछि त्यो दिदीले हेर्नुभयो अनि लास्टमा आज चाहिँ वेलकम ब्याक मलाई एउटा दिदीले मोमो दिनुभएको थियो के नेपाली खाना बोल्नै पर्यो त भने अनि यस्तो छ हालत यस्तो छ पारा यस्तो छ ताल ल्याइदिन्छु भन्नुभएको थियो मोमो दिनुभयो होइन यता ठ्याक्कै अस्ति के भएको थियो भन्दाखेरि मेरो जहिले नि है यर जर्नी इज डिले भनेर 5 पाउन्ड काट्ने ठाउँमा 7 पाउन्ड काटिरहेको भयो कि अनि त्यो पछि के छ केटाकेटी हो सबजना सन्चै हुनुहुन्छ सन्चो बिसन्चो के छ धेरै दिन भयो यसो भिडियो सिडियो पनि हालेको यस्तै छ आजभोलि अलि गइरहेको जिन्दगी क्रस स्टेसन भन्ने यहाँभन्दा अलिक अगाडिको स्टेसन हो के अनि त्यो स्टेसनमा गएर त्यो टिएफएललाई भन्यो हेलो टिएफएल अब प्रब्लम द्याट लाइक 7 पाउन्ड काटिराख भने अनि त्यसले भन्यो अब लिङ्क यर स्टुडेन्ट इन द वेबसाइट भन्यो अनि मैले अफकोर्स भने अनि त्यो पछि त्यो दिदीले हेर्नुभयो अनि लास्टमा त्यो दिदी नेपाली रहेछ कि अनि भाइ तिमी मेरो नाम देख्नुभयो कि प्रवास भाइ तिमी नेपाली हो भन्नुभयो अफकोर्स म नेपाली हो दिदी भन्यो अनि वाउ तिमी नेपाली भएर यस्तो बोल्छौ गएको त बोल्दै बोल्दैन टिएफएलमा या त्यहाँ भन्ने कुरा गरिरहेको थियो अनि होइन दिदी अब काटिरहेको त पैसा बोल्नै पर्यो त भने अनि त्यो दिन के अरे दिदीको त्यो दिन त्यही मात्र थियो होइन ट्रान्सफर त्यो चाहिँ नेपालमा जस्तो भएको मिरर यस्तो छ हालत यस्तो छ पारा यस्तो छ ताल कस्तो राम्रो है म के त्यो मिरर छोडिनँ भने हो आफ्नो तारिफ गर्ने हो अरूले आएर गरिदिनु यो चाहिँ थाहा अनि के हो अरे त अनि त्यो पछि चाहिँ आई मिन त्यो दिदीको यता ठ्याक्कै कता भयो भन्दाखेरि म जहाँदेखि बाहिर निस्किने ट्रेन स्टेसन छ नि त्यही ट्रान्सफर भएर रहेछ के अनि त्यहाँदेखि दोस्रो दिन भेट्यो हेलो दिदी यहाँ त्यहाँ भने भेटिनु भयो अनि दिदीले राम्रोसँग बोल्नुहुन्थ्यो अनि कुरा हुन्थ्यो आई मिन मोटिभेसन कुरा गर्नुहुन्थ्यो जहिले अनि मैले ओके दिदी या मलाई नि मोटिभेट चाहिरहेको हुन्छ अनि आज चाहिँ उहाँको अर्कै स्टेसनमा फेरि ट्रान्सफर रहेछ कि 15 डेजमा ट्रान्सफर हुने रहेछ कि टिएफएलको अनि ट्रान्सफर रहेछ अनि हिजो भन्नुभएको थियो कि दिदीले भाइ तिमीलाई म भोलि म नेपाली खाना खिलाउँछु भनेर भन्नुभएको थियो कि अनि मैले ओके दिदी भनेको थिएँ लास्टमा आज टक्क मोमो ल्याउनु भयो अब एकछिनमा मोमो खाने काम गर्ने ओके म मेरो काम गर्ने ठाउँ पुगिसकेँ सी यू अगेन यसरी खाइयो मोमो ठिक छ मोमो चाहिँ मिठो छ मिठो नै छ यसलाई यहाँ चट्नी थियो